भयो गाएर यति नै हो रेडी 3 2 1 2 3 को अरे भैयाजी पो अफलाइन चल्दै अरे के हो ह्याक लगायो क्या हो किरण एकैछिन मुस्कान तिमीले डाटे बोक्दै आज मेरो So hello everyone, welcome back in another new video. आज चाहिँ हामी यहाँ स्क्वाड भन्नाले पनि ट्रियो खेलेको एकजना र्यान्डम होइन र्याङ्क ग्रान्ड मास्टर पुस हानु पनि भनेको ग्रान्ड मास्टरै पुग्नु सकिँदैन होइन मुस्कान टाइम पाइँदैन भन्दा पनि फोनै टिक्दैन क्या चार्जै टिक्दैन आफ्नो यहाँ केटाहरू कोही भ्याउँदै भन्दैन पनि काम पनि हुन्छ होइन तपाईँ ग्रान्ड मास्टर त आँखा बन्द गरी पुग्ने हो होइन मेरो फ्रेन्ड लिस्टको त टपमा छ यार बिहार र्याङ्कमा छ भैयाजीको टपमा को छ ओली ओली ओलीको कति छ हेर त ओलीको कति छ युआइडी त ओलीको मात्रै हेर्नु पर्यो देऊ त साँच्ची भैयाजी 59-29 29-29 ए भेटाइसक्यो अब भने त मास्टर पुग्नुपर्छ अब उता खेलेको छैन रहेछ आज भर्खरै बिचरा उसको अनि त्यो पो होइन के पो सिर्जनाले अनि एक्लै केटी चाहिँ कति पर्छ हाम्रोमा को आएछ सिजना अहिले ऱ्यान्डमबाट को आएछ केटी नै मगरी अरे मगरी 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 अरे मगरी केटी नै मगरी किरणलाई बोलाउनु पर्छ क्या आइहाल्छ केटी आयो भन्नु छ हाम्रो मेन रस्टरलाई एक नम्बरको थर्की छ क्या मगर्नीको एन चाहिँ अगाडि लागेछ त मगर्नी नै कता हामी त डिसीमा बोल्दैछौँ साथी डिसीमा बोलेको पनि रेकर्ड हुन्छ तिम्रो दुइटै डिसीमा गेमको सबैको हुन्छ हुँदैन जस्तो लाग्यो मलाई मेरो फोनबाट होला भैया हुँदैन भने हाम्रो भोइसमा आएन भोइस पनि आएर अब गेमिङ मोडमा छु ल म फोनको गेमिङ मोड होइन म आफ्नो गेमिङ मोडमा छु है लगेर अब एउटा एनिमी आउँछ है केटा भाग्दैछ यो एउटा लङ रेन्ज गन उठाएर भुट्नु थालेर कता छोड स्कोर छ त भागिसक्यो होइन त्यहीँ उतिँदैछ क्या लङ रेन्जको गन पाएको म्याक्स 7 पाएको मैले अलिक लङ रेन्जबाट पाएको भएपछि त्यो जान्थ्यो कि कसम मेरो निधारमा चाहिँ M2 फोनै लेखेको छ क्या एकै पाएँ एमै सक्यो कल गरेर फायरिङ गरौँ है खालिहाल्यो मुस्कानले अब्बुई सही बरफ गन नै डिस्काउन्ट सब केटा यहाँ टोकन कता कता पाउँछ उठाउ न यार केटा टोकन त एउटा उठाएर देख्दिनु टाढा टाढा छ तल छ चाहिन्छ छ केटा चाहियो भने 3 लेभलको बेस जय हो कता कता गयौँ त हामी त भयाजी एउटा गयो भनेको छ भयाजी कहाँ गएको अनि एउटा नक अर्को नक मार्क भएको नक छ हेरन बेला नको बेला कल गर्छ फेरि कता पछाडि हान तिमीले हेरन कल आयो हानेर मलाई फेरि एचपी दिएको छ मैले तिमीले ओहो यार
यो ड्यामेज चाहिँ मार्नु पर्दैन मुला मलाई छिर्दो रहेछ क्या भित्र खोइ त म चाहिँ यता घुम्छु अबे अड्केको र ए उता भित्रै भयो यो मलाई यो एउटाले रस हान्नु के मलाई रस हान्दा हान्दै यही आफै मैले वाल पेकाने क्या तर वाल भित्र छिरो क्या यसको माथि चढेर निक्लेको हो म यो तलकोले भाग्यो तो भाग्यो ए म त कुन भयो भने त्यतै गयो फुटाइ बेजी को ड्यामेज हो Thanks. माफ गर्नु साथी भित्र Double kill. टु ढाल्देऊ न त्यसमा फेरि यो मलाई उयो गर्नै मन लाग्दैन क्या त एडिट हाल्नु भने नि फेरि के त्यो लोडिङको टाइम त्यही म त डाइरेक्ट यत्तिकै हालिदिन्छु क्या अल्छी लाग्यो भने अब अल्छी लाग्ने भयो नि अब यस्तो एउटा एडिटर हायर गर न जर्मन भाइ छ त अरे ए डरन भाइले कुकुरवाला एफेक्ट डोगेस भाइवाला एफेक्ट हालिदियो भने ए यो 3 नम्बर त मरि परेको रहेछ भर्खर देख्दैछु चिन्ता नगर्दा रिभाइभ दिन्छु यो माइक अफ हो त भयो हेर्दैन त मैले रिभाइभ गरेको हेरोस् न अनि म रिभाइभ दिन्छु क्या मलाई हेर्दैछ मलाई उलाला विचार नगर न अहिले भरे रिभाइभ पाएपछि तिमीलाई रिभाइभ नदेला है मार्क्स है ए यहाँ पछाडि पनि मार्क्स है आइसकेको अनि मार भने मार्यो एउटा त मर्यो 57 खायो खोइ भागो भित्र अर्को एउटा लास्ट एउटा छैन Triple kill. हो ड्यामेज दिनु दियो न उकेर नमार त फेरि बचाउनु होला त्यसले मगर्नी यो मगर्नी हो कि नगर्नी के मरेको फेरि ए दुईटा किन भयो यार यसको एउटा कहाँ गयो साइलेन्सर यहाँ छ टिकट हो लो साइलेन्सर लिए यहाँ साइलेन्सर है केटा यो लुडो मेरो आइजी लिङ्क त यो भने त यो जसै होइन बुझ्यो हुन्छ हो केटा यो अघि हामीले मार्नु डरो नि मेरो सर्ट गन यहाँ भिएसके के भन्छ यो लेभल 3 लेभलको चाहिँ चाहियो एमो चाहियो भने यहाँ चाहिँ सर्ट हुने हो विन्चेस्टर विन्चेस्टर 3 लेभलको छ चलाउने भयो लेजी चलाइदियो 3 लेभलको कस्तो दामी ड्यामेज दिन्छ केटा हो दिने गरेर चला यसो सिक न विन्चेस्टरहरु चल अहिलेको मेटाको म त सर्ट गर्न रे यो उयोतिरै ध्यान दिँदैछु हुन्छ यसले विन्चेस्टरले पनि हेड लाउने सिक्यो भने कसम यस्तो दामी गर्नु कि विन्चेस्टर कसै गन अपग्रेड गर्नु छ भने
मलाई त ठिकै छ अहिले यति नै साइलेन्सर वाला चाहियो भने चाहिँ क्या अपग्रेड हान क्या साइलेन्सर चाहियो भने चाहिँ साइलेन्सर वाला साइलेन्सर छैन भने चाहिँ चलाउँदा हुन्छ क्या युज गर्दा हुन्छ इनहेन्स यो राइट पट्टिको उतामा हालिदेऊ त छ कि छैन एनिमी बेन्डिङ बेन्डिङमा यो राइटको अगाडिको भेन्डमा मुस्कान तिमीसँग पनि छैन एबिलिटी भाग्दैछ गाडी म चलाइ सक्छु भने चलाऊ है यहाँ आइसक्यो रस केटा हो त्यो 3 नम्बरले के गरेको ए नि लैले केटा हो यहाँ पनि देख्दैन रहेछ म अगाडिकोलाई हान्छु ड्रपकोलाई कस्तो भुल्यो यार बजाऊ केटा हो राइटको भेन्डिङ मसिनमा गएर बजाइदियो एनिमी छैन भयाजी हो त्यसो गाडी फुटाउ त गाडी फुटाउ न छोडु बताएर भागिहाल भयाजी आउटडोर बल दिएको छ हेर ए केटा मस टकाइकन कस्तो नमिठो मलाई ठोक्यो क्या No target in range. कता छ हौ केटाहरू हानिसक्यो त फुटायो कहाँबाट हान्छ भएजी नक भएजी Enemy spotted. फुटाउँदैछ त हाम्रो कहाँ छ Quadra kill. Dominating. ए हेर न मेरो रेन्जमा भयो भएजी भित्र जोन जान मात्र अब भित्र नक ऊपर खबर छ है ओपनर अब कुदै ओपनर अब टेन्ट भित्र लुकेको छ जसलाई है टेन्ट भित्र ग्रेनेड कुकर हान ग्रेनेडहरू छ भने त्यसलाई 166 पछाडिको टिन मन्दिर नक नक को गाडी लिएर आउँदैछ मिसिन गर्ने यति गाडी पुऱ्याइन्छ नि भएजी ओपनमा छ तिमी माथि पनि एनिमी छ कि हो कता चलाउनु भन त त्यो के चाहिँ एबिलिटी पेट जोन योमा उयो अगाडि साइड चढाउ न त्यो अगाडि छ नि हामीलाई एनिमीहरू कहाँ छ चेक गरेछौँ त्यो साइड गर त मार गर त Head there. प्लाज एरियामा गर त दुईजना त्यहाँदेखि आउँदैछ अनि त्यसको यो तिमीसँग तीनटा छैन राइट र लेफ्ट गर त राइट र लेफ्ट चलाउँदा यता Head there. राइटमा रहेछ अनि यता हाममा दुईपट्टि नै छ नि ऊपर फाइट रहेछ भैया किल जोडिदिन्छ
Wipe out. म्याच भयो एउटा माथि गएर भइहाल्छ तिनीहरूको साइडमा बम चाहिँ एउटा दिन लगाएको भाइ माऱ्यो। चाहिँ खानु चाहिँ भाग्यो भाग्यो उसलाई चाहिँ अब स्न्यापको भयो। अरे ओपन भएमै गरिदिनु लेफ्टमा छ ओपनमै आएको यता यता लेफ्ट साइडमा अबे रन्जितहरू उडेको ड्यामेज चाहिँ चोकरो आइ कता आयो भैया ए यहाँ नगराउँ ए मरेछ त्यो सक्यो त्यही अगाडि भैया चाहिँ छेक्यो एकदम त्यही आउँदो रहेछ पुरै कुद्दैछ अगाडि ओइ कस्तो ल्याग भएको यस्तो ल्याग भइदियो नि यार बेला भैया एकछिन नआउनु भैया एकछिन नआउनु देखेपछि मात्रै आउनु कस्तो होल्ड गरेको कस्तो स्न्यापरको नलागेको गोरीहरू जोन सर्दैछ ए इजी बुझाएको केटा मेरो पोइन्ट अफ भ्यूबाट चाहिँ रेकर्ड गर्नुपर्ने हो यो केटाले